वचनभन्दा व्यवहार राम्रो होस्, भूतभन्दा भविष्य राम्रो होस्, तनभन्दा मन राम्रो होस्। सजावटको लागि बजारमा धेरै सामानहरू पाइन्छन्, चित्र होइन चरित्र राम्रो होस्। साथीहो, हामीहरूले कहिले पनि हाम्रो चित्र कस्तो छ, हामी कस्ता छौँ भन्ने कुरालाई खासै मध्यनजर राख्नु हुँदैन र अरू कस्तो देखिन्छ, कस्तो छ भन्ने कुरालाई पनि गौण मान्नुपर्छ। तर उसको सुन्दरता, उसको चित्र होइन, हामीले चरित्र हेर्न जरुरी छ। किनभने चरित्र बनाउन त्यति सहज छैन। यो संसारमा चरित्रवान मान्छेहरू भेट्न निकै गाह्रो छ। त्यसैले हामीले जहिले पनि आफ्नो पनि चरित्र सही होस्, सही बनाउने प्रयास गर्नुपर्छ र अरूको पनि चरित्र सही चरित्र भएका मान्छेहरूसँग मात्र सङ्गत गर्नुपर्छ।